साथी जापानबाट आज यसो आज साथीलाई भेट्न जाउँ भनेर आज गेट टुगेदर गरेर आज केटाहरूले आज शनिबारको दिन माथि जापानिज आज हाम्रो जापानिज गाइजको नाम हो आकाश सिंह ठकुरी एके आज माथि चिक्सहरू पनि दामी भ्यू शनिबार चाहिँ छुटाउने होइन फेरि बटुका आउन फेरि है गाई शनिबार चाहिँ आउनै पर्छ तपाईँहरू जहाँ जस्तो जे आएर फर्किनै पर्छ तपाईँहरू फ्रुटी खाऊ इनर्जी बढाऊ यस्तो कर्नरिङमा चाहिँ अलिकता ख्याल गर्नु होला हरन हान्नु होला भ्याट माथि चेकिङ छ जस्तो छ केटाहरूको मिरर छैन केही छैन यत्तिकै हिँड्दै आउँछन् केटाहरू माथि आँखाले आज मामाले आज मलाई कट्टे रियोले मलाई स्पोन्सर गरेको रियोले दिनमा 4वटा फ्री रियो मलाई यहाँ अब नेचुरल भ्यू छ हाम्रो त्यो त्यही हो भनेपछि कटुका तल बजारदेखि माथि लगभग 15 मिनटमा एकदम चिसो क्या तल लास्टै गर्मी छ माथि चाहिँ बबालै चिसो छ क्या एकदम ठिक्क बस्न लायकको छ तल लगभग 30 जति टेम्परेचर छ भनेपछि माथि चाहिँ लगभग 20-22 सम्म पुग्छ चिसो फिल हुन लागिसक्यो उहाँकै हो डेड बडी उहाँले नै हान्नुहुन्छ हाम्रो ट्याटो सुसाद बोरा गरिदिन्छु तल कटुकादेखि यहाँसम्म बजारदेखि कटुकासम्म जम्मा 8 किलोमिटर हो भाइ जम्मा 8 किलोमिटर 8 किलोमिटरमा यति फरक छ कि छोडिदेऊ अब मामा चेकिङमा 100% चेकिङमा छ मामा अस्ति मासाले मलाई ड्याङ आएको थियो बुढीसँग आएको बेला मामा चेकिङमा 100% चेकिङमा छ मामा अस्ति मासाले मलाई ड्याङ आएको थियो बुढीसँग आएको बेला लास्ट फटा छ क्या हाम्रो अलिकता हुन्छ नि यार पर्छ नि मामाहरू लोकल केटाहरू सधैँ आइरहनु नि सधैँ बिल्कुल चाहियो सधैँ खाप्चो देखिरहेको हुन्छ सधैँ त्यही देखिरहेको हुन्छ खाप्चो अझ पनि बिल्कुल चाहियो अरे मादर चुदरलाई कसै आएन मेडिकेसनहरू आज पैसा चाहिन्न क्या आज पैसा चाहिन्न जस्तो छैन त ब्याग छ त आज त ब्याग छ त
मामा आज ब्याग भएको ठाउँ के साह्रो हो आज ठाउँै छैन क्या हो यहाँ ब्याग आज कटुगाउँमा जात्रै लाग्यो क्या हो आम्मामामामा मान्छे हेर त यहाँ मान्छे छन् पर उहाँ मान्छे छन् यार मान्छे छन् त प्याक छन् बस्छन् यार आम्बो न के साह्रो आज यस्तो प्याक अब सुजान कहाँ छन् केटाहरूलाई फोन गर जात्रा छन् लास्टै प्याक छ त आज त यहाँ त के हाल्ने हुनुहुन्छ दाजु पानी यसको काम के रहेछ दाजु यसलाई गाडी हिट भएको सेलाउने काम गर्छ ए त्यो भाइब्रेसन पनि कम गराउँछ होइन यसले हो आज त कटुका त लास्टै प्याक छ हेर्दा यहाँ लास्ट प्याक छ कलेज गाउँ यिनीहरू मिरर गाउँ हजुरहरू मिररको टोली हो होइन हाम्रो अर्कै हो कहाँ कता छेडा ए अर्को लाडु बसेर लाडु बसेर आज डेन्जर प्याक छ मैले भन्थेँ कि शनिबार कटुका लास्टै प्याक हुन्छ भनेर कटुका लास्टै प्याक हुन्छ क्या शनिबार अति एकपल प्याक हुन्छ मान्छे त मान्छे हो मान्छेको भिड छ आज बस्ने ठाउँ छैन कतै डिजे बुलबुल आज मिररको पार्टी रहेछ नि त हो आहा मामा यो त न फुल्ल प्याक छ यार मैले यति धेरै मान्छे मैले अहिलेसम्म देखेको हेर त भ्यू हेर केटा हो तल ओहो अर्को दाजु पैदल आएर पुरा प्याक छ आज है पुरै प्याक छ केटा नि के साह्रो डेन्जर प्याक छ हौ हाम्रो केटाहरू नाच्छ जस्तो छ नमस्ते दाजु सन्चै यस्तै हो दाजु आज त डेन्जर प्याक छ है दाजु आज शनिबार भएर पनि होला होइन आज सबैजना चाहिँ छुट्टीको माहौलमा फ्यामिली गेट टुगेदरको लागि चाहिँ यसो रिफ्रेस आफूलाई मनोरञ्जन गराउनको लागि चाहिँ त्यही सबभन्दा यो चाहिँ एकदम राम्रो ठाउँ आफूलाई मन खुसी राख्न सक्नु पऱ्यो त्यही हो यहाँ त्यहाँ त्यो चाहिँ पिकनिक टोली छ नि त्यहाँ पिकनिक टोली त्यो सबै मिररको हो क्या है दाजु त्यो पिकनिक टोली मिररहरूको हो क्या हो फ्यामिली सानो फ्यामिली पालतिर गएन आउँदै सारा गर्मी छ सिर्के यस्तो घामला गर्मी छ दिदीको पनि प्रो म्याक्स नै रहेछ क्या हो यसरी पाक्दैछ अब एकछिनमा दारूसारूसँग टक्क खाने हामी यहाँ पाकिसक्यो आधा पाक्दैछ फ्यामिली प्याक यसरी हो क्या आउने टक्क फ्यामिलीहरू उ गरेर आउने यसरी हो यहाँ यसरी भिडियो सुट गर्ने यसरी हो गइरहेको
बाटो चाहिँ प्याराग्लाइडिङ सुर्खेतबाट जहाँ प्याराग्लाइडिङ गर्छन् नि त्यही बाटो हो। खासै नराम्रो छैन, ठिकै छ। यतिको अप्रोच त नर्मल हो। प्याराग्लाइडिङ अहिले हाइटमा छ, त्यही हो। सरकार अलिक बलियो भइदिएको भए चिदान पनि हुन्थ्यो, छैन। त्यही अब सानोतिनो प्याराग्लाइडिङ खोलिदिएन चित्तबुद्ध। महिनामा यो दुईवटा प्याराग्लाइडिङ हुन्छ महिनामा, दुईवटा। ए महिनामा एउटा हो, भिडियो उठ्छ के ए हामी हप्तामा आजै भिडियोवाला एउटा दुइटा जान्छ नि त्यहाँनिर। तपाईँ बरु एउटा चाहिँ उमा हान्नु पऱ्यो क्या, प्याराग्लाइडिङ गरेर त्यहाँ एउटा भडक हाल्नु पऱ्यो हुन्छ। अब सकिन लाग्यो। गन्तव्य पनि आफ्नो लाग्यो गन्तव्य पनि आइपुग्नु लाग्यो। हाम्रो गन्तव्य पनि तिमीहरू छ त्यहाँ माथि हुनुहुन्छ। मन्दिर रक्षा गरौँ हाम्रो काली माता। हाम्रो केटाहरूको बाइक त होला त्यो। त्यहीँ हामी जाने टपमा, हामी जाने माथि हो यहाँ। टपमा चाहिँ को बारेमा कस्तो लाग्छ? माथि नै हाल्थ्यौँ। यो केटा यहाँबाट आउँछ प्याराग्लाइडिङ सुरु। यहीँ यो भाइरल स्पोट। त्यहाँ चाहिँ तल चाहिँ कटुको चाहिँ अलिकता उछ, यहाँ चाहिँ प्याराग्लाइडिङ अलि हाईमा छ, त्यही भएर हो। यहाँ अलि कम आउँछ मान्छेहरू, आउनु त आउँछन् यहाँ, फेरि डेन्जरै आउँछन् तर कम आउँछन्। राम्रो छ काम पनि, हरियाली। यहीँबाट हुन्छ प्याराग्लाइडिङ। सबैले केटाहरूले बाइक यहाँ ल्यायो नि त। यही हो रुख, यहीँबाट हुन्छ प्याराग्लाइडिङ। आधा भ्याली देखिन्छ हेर केटा यहाँबाट। ए देशीको बाइक, यसको यो 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 पनि अझ स्क्राम हो। ए केटा सुसान तल छन् केटाहरू सबैजना लस्कर। भर्खर आएर यिनी यस्तो गरेको नि त यार। आगो अघि हो केटाहरू भर्खर तलतिर लाग्यो। तल लाग्यो यहाँ हेर। यहाँ हाम्रो केटाहरूको जाने स्पोट पनि छुट्टै हुन्छ। देख्यो केटा 80 बुढा चाहिँ 80 वर्षको बुढा छ, केटी चाहिँ 25 वर्षको। जमाना बिग्रिसक्यो। हाम्रो टोली हेर्छ केटा, हाम्रो टोली कत्रो छ। हाम्रो एउटा ग्याङ डेन्जरै छ, यत्रो ग्याङ सब। ओहो सब यहीँ छन्। टोपेले मोबाइल किने गाइज। ए हाम्रो गाइजहरू डलर चाँडै आउँछ। डलर सबै यहीँ छन् यार।
हाम्रो चिफ गेस्ट ढाड खनाउनु लाग्यो चाक खनाउनु लाग्यो सुल्पा तान्न लाग्यो 500 को जोडा फुटा हालिदियो त सारा 36 दिन लगाएर खाइदिन्छ फेरि सब चिज धेरै माया मान्नु हो क्या हो गुड बाई चार्ली कुकुरले पहिला को मान्छेको गेडा टोक्दै हैन र भोग्ने कुकुरले पहिला को मान्छे गेडा टोक्दिएको हो हुने चार्ली के पानी पर्यो पानी पानी छ मन पानी पर्छ यहाँ भित्र आएको त सिम फर्किने फर्किनु पो लाग्यो त अब यहाँ बिर्सेको यार मैले त यहाँ के यार सम्झाउनु पर्छ त कहाँको त्यहाँ तल हो न तिनवटा पनि कस्तो थाहा लाग्यो है तिमीले त बाइक लाग्छ यार कहाँ छ बाइक तल छ हाम्रो पारी छ नि यहाँ सुशान्त हाम्रो त पारी छ हिँडाएर केटाहरूले अहिले पानी खुवायो यार मेरो रेडी किन आउँछ कि लिनु पर्ने भएको छ एउटा छवि त्यसमा गाह्रो छ लट्ने कालो भइसक्यो रे गर्नुपर्छ यार यो गाडी पछाडि राख्छ हामीलाई ओबेटा गाना गरा ओबेटा गा सर कहाँबाट जाने रहेछ गडा यो ठाउँबाट चाहिँ माथि छिर्ने रहेछ हटा फेरि भिडियो बनाइदियो क्रिस्टो क्लिन हान्छु रहेछ त हेर न तल जुमाने हो कि यता जुमाने हो त्यसको आने रहेछ खै सबसे ठुलो यही नै हो
कतिचोटि चाहिएको हामी धेरै नै छौँ होइन त्यही त हुने त छौँ अब यो पनि यस्तै छ अरू सानो छ मेरो यी सेतो कस्तो छ यो सेतो पनि त्यस्तै योभन्दा धेरै सानो छ सेतो सेतो सानो छ अँ। सब्जी ठुलो यही हो यही हो कि त्यही भएर मैले हजुरहरूलाई ल ल ल ठिकै छ यो दामी छ कि सबै मेरो भदै आएको छ त्यही भएर मैले ल दाइ सबसे दामी यही छ भन्नुभएको पछि गएर केही भयो भने केटा हो हामी हो राम्रो भन्नुभएको छ अँ। हेरेँ मैले पनि ठुलै देखेँ 2,700 हाल्नु कति भयो 2.750 खाना पछि मिला पछि डिस्काउन्ट दिन्छु न म ढुक्क त्यो थाहा छ अब अहिले डिस्काउन्ट गर्नु न त यहाँ अहिले डिस्काउन्ट गर्नु ल ल ल ल ल 700 गर्नु ल ल ओके ओके पुरा भिडियो बनाएर अँ ए युट्युबहरू ए 4005 रुपियाँ 4,000 ल ल भयो जाउँ म चेप्टे ड्रामा छ एउटा कुनै काइन्ड अफ मन परेको भयो भने चाहिँ सेभ गरिहाल्ने हो क्या Before the story begins, is it such a sin for me to take what's mine until the end of time? We were more than friends before the story ends, and I will. यसमा बुढो खोल्छौँ लगाएको ल यस्तो बनाउनलाई मसला के पिस्नुहुन्छ मिक्सरमा पिसेको मसला मजासँग हाम्रो कहिले पनि धुलो भन्ने कुरा त केही हाल्दैन हामीले सब लोकल हो सब लोकल हो सब 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 आउनु त आएको हो राम्रोसँग गरिदिनु कसैको पार्टी साथ पार्टी केही होइन साथी अलिकता बाहिर जन्मदिन चाहिँ होइन जन्मदिन त्यही भेटघाट बाहिरबाट आएको केटाहरू त्यही त्यही हो। यहाँ मधुको बर्थडे हो न हाम्रो मधुको बर्थडे होइन Another pill as I start to spiral. Message to my daughters, I don't know what to say. Your first child, your first podcast, looking out, sweetie, I'm surprised how you turned out. Even from this floor on the wheel, somebody save me. Living in hell. चिकन नगेटिभ खानु चिकन खाने मात्र
सम्झा भन्ने पनि क्यामेरा खोलेर भिडियो बनाए जस्तो गर्नु उता हिँडिदिन्छ मिठो छ है राम्रो छ खाएको चिउरा चिउरा हाम्रो बगैँचामा तिमी माटो भए मलाई ढुङ्गा भन बगैँचामा हाम्रो बगैँचामा तिमी माटो बतास जान्छु तिमी पानीले बतास जान्छु तिमी पानीले सब माछा डोमिनार one of the most expensive beast कोही छैन र म मात्रै छ मेरो बाइक सब यहाँ छैन